फाइनली यति बेला म मेरो बहिनीसँग 4 वर्षपछि भेट हुँदैछु अनि अलिअलि रोइ धेरै त रोइने तर अलिअलि रोइ गाइस हामी लागियो बहिनीलाई लिनको लागि फुल बोकी सबै बोकियो अनि त्यसपछि हामी चाहिँ अब लागियो कहाँ भन्दा एयरपोर्ट जान लाग्यो अनि बहिनीलाई लिनको लागि 4 वर्षपछि हाम्रो भेट रहेछ Let's go. Finally guys हामी यति बेला गाडीमा छौं हामी अब चाहिँ फाइनली अब को आधी घण्टामा हामी बहिनीसँग भेट हुँदैछौं अनि तिमी कति एक्साइटेड छौ कति होला कति होला यति जम्मा यति भन्न यो गाडीबाट मिल्दैन त्यसपछि गाडी भन्दा धेरै यो बोकी ट्याक्क उनलाई दिने हो त्यति नै हो खासै धेरै त उनले एक्सेप्ट नगरे हुन्छ मेरो बहिनीले म खासै केही दिन सक्दिनँ गरिब दादाको घर आइछिन् अनि अनुहार देखाउनु यार तिमीले एक्साइटेड बाबा हजुरले किन्दैन ल भयो यता हेर्नु न एकचोटि देऊ न तिमी देऊ ल म दिन्न के हामी चाहिँ लुच्चम हो क्या पुरा म चाहिँ भिडियो गर्छु ल ल खोल्देऊ भयो नि त बाबा हामी चारजना हामी तिनजना फाइनली यति बेला म मेरो बहिनीसँग 4 वर्षपछि भेट हुँदैछु अनि अलिअलि रोइ धेरै त रोइने तर अलिअलि रोइने यो खाले हामी चाहिँ घरमा बोल्दैछौँ घरमा बोल्यौँ भर्खर भोक लाग्यो होला अब चाहिँ हामी सरर हामी जाँदैछौँ अब घरमा अब कृष्ण बाबु निवासमा जाने अनि त्यसपछि टक्क भोक लाग्यो होला खानुपर्छ अनि मदिरा घुमघाम गर्नुपर्छ मैले पनि छुट्टी लिएको छु 1 हप्ताको छुट्टीमा हामी इन्जोय गर्दैछौँ यति बेला यति बेला मदिराको एयरपोर्टमा सिआरसी लिएर गएछौँ तिमी किन रोक्नु यसरी रुनुपर्छ मेरो
त्यही भएर म टिसी लिएर आउँछु ल ल ल ल जाम ल अब बसमा जानुपर्छ लगेज चाहिँ बिर्सेको हेलो मान्छे कस्तो लाग्दैछ मतिर कस्तो लाग्यो एयरपोर्ट तिमी कताबाट फुटफुट फुटफुट गरेर बिरालो जस्तो Welcome to home country. Acha. Bape. के छ त्यस्तो हो क्या? अनबक्सिङ गर्न जाँदैछु जर्मनदेखि आएको हैन त्यसरी हुन्छ पठाइदिनु भएको के हो होला के रहेछ अरे मधेरामा टाढा टाढा खोला नाला पाखपट्टिका ढुङ्गा ताल समुद्र बयान गर्न सक्दिन हावा मेन हावा ओकट लुक एट दिस हावा नन्द भाउजू रक्स हेलो हेलो देखाउ ल मान एउटा यता देऊ नानुलाई ल असल ल लेट्स ट्राई